अदालतले निर्दोष भनिसकेपछि पनि जिन्दगीभरि पीडा भोगिरहनु पर्ने, जिन्दगीभरि मान्छेको कुरा सुनिरहनु पर्ने र जिन्दगीभरि जति राम्रो काम गरे पनि त्यही एउटै कुराले टर्चर दिइरहने देश कुनै छ भने त्यो देश नेपाल नै होला है। सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई यति मात्र भन्न चाहन्छु कि कोही मान्छेलाई न्याय र अन्याय दिने तपाईँ हाम्रो जजमेन्टले भन्दा पनि अदालतले होला। भोलि तपाईँ नै कुनै मुद्दा मामिलामा परेर जाँदाखेरि ढकढकाउने ढोका कुनै छ भने त्यही अदालत थियो र त्यही अदालत नै हुनेछ। मान्छेले कति वर्ष, फर एक्जाम्पल सन्दीप लामिछानेको केस आइरहेको छ होइन, उसले त्यो केसको लागि भनेर जेल पनि बस्यो, कटघरामा पनि गयो, कतिचोटि बहस पनि भयो, कति प्रमाणहरू पनि जुटाइए होला। पीडामा परेको थियो भने ऊ जेल जानु पर्थ्यो, जेल जानुपर्छ। यदि प्रमाणित भएर अदालतले दिएको निर्णय थियो भने त्यो हामी पनि स्वीकार गर्छौँ र गर्न पर्छ। किनभने कानुन भन्दा संसारमा कुनै ठुलो माथि राज गर्ने चिज छैन। हामी त कानुनी मुलुकमा बसेको मान्छे, कानुन भन्दा माथि कोही पनि छैन र कानुनलाई नै टेकेर हामीले आधार मानेर त्यही कानुनकै शब्दहरूलाई टेकेर हामी अगाडि बढिरहेको र बढ्नु पर्छ। सन्दीप लामिछाने जसलाई अदालतले नै तिमी दोषी छैनौ भनेर निकालिसकेपछि उसलाई बारम्बार कति न कति कता न कता टिभी मिडियाहरूले उसको फेस राखेर उसलाई उसको भ्यू पोइन्ट के हो भनेर केलाइरहेको हुन्छ कि मान्छेले भ्यू पोइन्ट राख्न पाउँछ। तपाईँले आफ्नो पोइन्ट राख्न पाउँछ, मैले आफ्नो पोइन्ट राख्न पाउँछु भन्ला। फेरि तँलाई कसले सोधेर पाण्डे भाइ भन्ला, मेरो काम नै यही हो। कसैले नसोधे पनि मेरो आफ्नो पोइन्ट म राख्छु, किनभने न्याय र अन्याय मान्छेले बुझ्नुपर्छ। न्याय र अन्यायको डिफ्रेन्सिएट र एजुकेट मान्छेलाई हुनुपर्छ। म एडभोकेट गर्नलाई सन्दीप लामिछानेको म केही पनि होइन र सन्दीप लामिछानेको एडभोकेट गरेर हिँड्नुपर्ने मान्छे पनि होइन। तर भोलि कदापि कुनै दिन मलाई नै दोषी आरोप लगाएर म प्रमाणित भएँ कि म निर्दोष छु भनेर अदालतले प्रमाणित गर्यो भने जिन्दगीभरि त्यो दोषीको भागीदारी म किन हुनुपर्ने? म चाहिँ किन जिन्दगीभरि त्यो पीडाको दिमागभरि लिएर हिँड्नुपर्ने? किन? म आफ्नो पढाइमा अगाडि बढ्छु होला, म आफ्नो करियरमा अगाडि बढ्छु होला, जति माथि पुगे पनि मलाई लगाएको त्यो दोष जब म निर्दोष भनेर क्लिन चिट पाइसक्यो भने म त्यो दोषीको भागीदारी किन भइरहनु पर्ने? हामीले निर्माण गर्न लागेको समाज, सोच र परिवर्तन हाम्रो के हो? हामीले चाहेको समाज यही हो। जो व्यक्तिले देशको नाम रोशन गरिरहेको छ, जो व्यक्तिले देशको नाम चम्काइरहेको छ, माथि पुर्याइरहेको छ, अनि उसलाई हरेकचोटि बदनाम गरेर गर्न चाहिँ के खोजेको? यो भनिरहँदाखेरि फेरि देशको नाम रोशन गर्ने सबैले मन लाग्दै गर्न पाउँछ भनेको चाहिँ होइन। मैले देशलाई माथि पुर्याएको छु, मैले नेपालको झन्डालाई विश्व सामु चिनाएको छु, मैले मेरो कारणले नेपाल चिनेको छ र म त अब जसलाई पनि बलात्कार गरिदिन्छु, जसलाई पनि लुट्दै हिँड्छु, किनभने मैले देशको नाम रोशन गरेको छु भन्ने अधिकार फेरि कुनै पनि व्यक्तिलाई छैन। देशको नाम रोशन गर्यो भन्दैमा उसले फेरि कानुनभन्दा माथि गएर आफूलाई राजा मान्न मिल्दैन र त्यो उसले गरेको पनि छैन र कसैले गर्न मिल्दैन, पाउँदैन, हुँदैन। कानुनी राज्यमा त्यो चल्दैन। यति चाहिँ बुझ्नुपर्छ कि न्याय र अन्यायको नलेज, एजुकेसन चाहिँ सबैलाई होस्। तपाईँको मेन्टल हेल्थको म्याटर तपाईँलाई छ भने अरूलाई पनि त्यो मेन्टल हेल्थको म्याटर हुनसक्छ। तपाईँलाई एउटा कुराले पिन्च गर्दा दिमागमा असर पर्छ भने सम्झिनुहोस् अरू मान्छेलाई ट्रिगर गर्दा कति दिमागमा असर पर्छ होला। खेल्नुपर्ने खेलाडी छ, भोलि गेम छ, उसलाई क्लिन चिट दिइसकेको छ र बारम्बार पोक गरिरहेको छ भने उसको हालत चाहिँ के हुन्छ होला? हामीले जेन्डर, हामीले एज, हामीले नेचर, हामीले मान्छेको कलर, स्किन केही पनि हेर्ने होइन। इट इज अल अबाउट न्याय र अन्याय। जसलाई न्याय चाहिन्छ उसलाई न्याय दिने हो, जो अन्यायमा परेको छ उसलाई न्याय दिने हो। त्यही भएर यस्ता बकम फुसे कुरा गरेर माथि पुगौँला भन्ने कुरा चाहिँ कसैले पनि नसोचे हुन्छ। सन्दीप लामिछाने एउटा खेलाडी हो, उसले खेल्ने हो, उसले देश नाम रोशन गर्ने हो। उसले गल्ती गरेको छ भने कटखराभित्र जेलमा कति वर्ष सजाय पाउनुपर्छ। पाएन भने उसले निर्धक्क साथ नेपालमा छाती फुलाएर हिँड्न, खेल्न र नेपालको नाम रोशन गर्न पाउनुपर्छ।